सबैजनालाई कस्टमाइज यस्तो बेको प्रेसर भइरह बेको प्रेसर हुँदाखेरि पनि यो बाउलाले चाबी हराइ ख फेरि away from divine ओइ चढेर ओइ Hi everyone, welcome back to my channel. This is me Naveen and again I'm back with another new YouTube video. Let's go. सबैजना सन्चै हुनुहुन्छ भन्ने चाहिँ आशा राखेको छु अनि as I said मेरो Instagram को broadcast मा कि I will be doing vlogs अनि uploading YouTube videos भनेर so here finally आज अस्ति नै पनि गरे तर let's not talk about that अस्तिको भिडियो के भयो हैन अनि आजको बेको र अनि भोलि रिसेप्सन पार्टीको चाहिँ एउटा भिडियोमा मर्ज गरेर हाल्नेवाला छु सो अहिलेलाई चाहिँ मेरो फिट फर द डे इज अनि यस अब चाहिँ यो लगाएर साथी म कुर्दैछु जान्छु म अनि हाम गर्न मिठ्यु गाइस अब डाइरेक्ट अनि निस्किने बेला ल गाइस हामी ढिला भइसकेछ फाइनली हामी घरबाट निस्केका छौं अनि यस वी आर हेडिङ टुवर्ड्स द लोकेसन दुई जना ब्रोहरु यहाँ यो बाउला अनि अर्को बाउला यहाँ कति हो एक जना अघि नै के अरे 11 बजे जान्छु भन्दाखेरि तिनीहरूले के थाहा छ हैन बस न अहिले एकछिनमा जन्ती आउँछ आराम दाइले किन हतार हामी हो अगाडि जान्छु अनि कल गर्छु लास्ट हतार गरेर छिटाइछ 5 मिनेट आइ तेरा अनि 5 मिनेट आइज 5 मिनेट आइदैन हतार मात्र गरेर कपाल सुके हैन एकदम टुपी लामो टुपी सुके हैन अबि डेन्जर छ अगाडि बाटो पुरै यसरी भत्का छ अहिले चाहिँ अब हेटोडामा चाहिँ बाटो बढाइरहेको छ नि त बिहान झन् खतरा भएको थियो रे है तर म चाहिँ अब आइन हैन यसरी पुरै अनि अर्को कुरा स्याड पार्ट चाहिँ के भन्दाखेरि जन्ती आइसकेको रहेछ कि त्यो चाहिँ अलिकति क्याप्चर गर्न पाएन तर ठिक छ नमस्ते के खालको ठिक छ कतिको आज कस्तो इमोसनल नमस्कार कतिको के अरे एक्साइटेड छ आज इन्ट्रेस्टेड रे मलाई रिसै उठिरहेको यार के के एक्साइटेड को देखि तिमीहरु सब देखि किन हामी देखि चाहिँ तैले के भन्थिस तैले आफै के भन्थिस अहिले हामी 11 बजे आउनु भने तैले के भने एला आउनु पर्दैन तिमीहरु त किन आउनु पर्यो अनि यो पागल नआउन पसेको थियो के यो पागल जानु पर्छ कि यो एला मैले तलको टोयलेट युज गरेँ 11 बजे नआउन जानी हो यो के अनि आज लाइन थिएन नि त म तातो पानीले कस्तो चिसो पानीले कसरी नआउनु त आइ बिन्सा गुरुङ न वाइफाई चगेछ अब पहिलाको भ्युअर्सहरु हुन्छ नि यसले चिन्छ है ठुल्ठुला चाहिँ कराउने के अरे चिचाउने हाँस्ने क्यामेरामा राम्रो ल हामी चाहिँ बेहुलीको फर्स्ट लुक हेर्न जाँदै छौं ल हामी हेर्न गए ल छिटै हैन क्यामेरा देख्नु न क्यामेरा कस्तो छ हाम्रो बेहुलीलाई आउन चाहिँ आइसकेको रहेछ कि तर भित्र चाहिँ एन्ट्री चाहिँ भएन रहेछ अनि आजको ब्राइड चाहिँ यहाँनिर छ मेरो ब्राइडमेड 1 ब्राइडमेड 2 अनि तिमीहरु चाहिँ ब्राइडम्यान नोरी बन्नु चली ससुरालको आँखियों में पानी दे गई नाटक हाम्रो अलि भयो टीम ब्राइड है गाइस टीम ब्राइड हाम्रो डान्स गरौँ कौन तेरे बिन मेरा आहै लरबडी आहै बुन्टुकुकुन बुन्कुटुकुन ओइ खै त पञ्चे बाजा चाहिँ अनि नाचौँ न त नि के हेरेको जाउँ है मिल्यो है कस्तो आजको स्पेशल डेमा तिमीलाई रमाइलो लागिरहेको कस्तो के डिफरेन्ट फिलिङ चाहिँ कस्तो के भइरहेको डर लागिरहेको छ मिक्स फिलिङ मिक्स इमोसन नर्भस फिल गरिरहेको छु म एकदम
कस्तो स्वाहाइन चस्मा तर यो बिहा भइरहेको थियो होइन सो अहिले पन्ध्रबाजा आइसकेको छ नि त अनि अब चाहिँ हामी बाहिर नाच्न जानेवाला छौँ एक्साइटेड भेरी भेरी एक्साइटेड बेहुली फेरि एक्साइटेड बेहुलाहरूलाई भित्रबाट निस्किहाल्यो नि अहिले जेलमा राखेको छ कि हामी यसलाई पाल्की आउँछ नि पाल्की आइसक्यो ल बाई बाई बस्दै गर हेलो के छ हाल खबर के हजुरको नाम वाह प्याट्रिक ठिक्क भयो त अहिले त अनि नाटक गर्दै आइसकेन ए हजुर खल्तीमा हात हालेर फेरि अर्को हिरोबाट हेर्दा त आशुतिको बिहा पनि भयो आयो 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 ल नलजाए पिज्जा हाली समीर हेर्ने त्यहाँ यस्तो हाल्छु भनेर सोचेर बसिहाल्छ क्या हेर्ने यिनीहरू खानालाई हातेको सम्झ बरु यो 1 प्लेट पुलाउ यहाँ राख यो सबै उठाएर लग्नु हेर थुक्नीले यिनीहरू थुक्नीले हेरेर लाइभ यस्तो बेको प्रेसर बेको प्रेसर हुँदाखेरि पनि यो बाउलाईले चाबी हराइ फेरि स्कुटीको चाबी कस्तो अनि हामीले लुगाको भन्छ यहाँ साथीको बेको प्रेसर छुट्टै भएर नि लुगाको भन्छ दाइ चाबी भेट्नु भएको पहेँलो खालको स्कुटीको चाबी पहेँलो भएको थियो स्कुटी कुन स्कुटीको अरे दिमाग खराब छ बिहा गरेर जान्छु बिहा गर्छु अब अर्को वर्ष भने दिमाग बच्चा हुन्छ तेरो मैले पख्तलाई मैले भुताल दिन्छु आज बुझिस् तँलाई मैले भने होइन अघि बाउलाई लास्टमा मैले चोरेको नलिकन साँच्ची म चाहिँ घर आएको थिएँ कि यहाँ सबैले खाइसकेको नि त मैले दही र अनि फेन्टा मात्र खाएको थिएँ अनि यहाँ त्यो नुन गाडीबाट चिप्स यो लिन आएको अब चाहिँ जान्छु ल हाले सिन्दुर हाली गए साथी पनि गए सँगै सियान चुवाको साथी पनि गयो छोडेर
हाई एभ्रिवान, नेक्स्ट डे सेम ब्लग। सो आज रिसेप्सन छ नि त, रिसेप्सन पार्टी छ, त्यसको लागि चाहिँ मोजाहरू बिहानै धोएँ, खाना बनाएँ, मोजा धोएँ, अनि त्यसपछि खाना लगाएको अहिले चाहिँ होइन। लिटरली मैले केही बनाउनु नि भ्याएन खानालाई अहिले बिहानको लागि। यो फ्राई राइस बनाएको छु, त्यही के हालेँ भने राइस हालेको छु, अनि त्यो क्यारेट हालेको छु, क्याप्सिकम हालेको छु लामो खालको, अनि बिन्स हालेको छु, यो खालको बिन्स, आई डोन्ट नो यो बिन्स योवाला बिन्सलाई के भन्छ। अनि लप्सीको अचार छ। अनि त्यसपछि 2:30 बजीसम्म रेडी हो भनेछ, अनि यताउति गर्दा ठिक्क हुन्छ। सो अब डाइरेक्ट म चाहिँ तपाईँलाई निस्किने बेलामा भेट्छु ओटिडीसँग। हाई एभ्रिवान, आई जस्ट केम ब्याक फ्रम सावर होइन, भर्खर सावर लिएर आएँ। अब चाहिँ आम गोना गेट रेडी। बी मेरो आजको फिट फर्टिले चाहिँ यो हो, यो सर्ट छ, अनि आई हेभ दिस ब्ल्याक प्यान्ट, सिम्पल ब्ल्याकमा यो हल्का प्याटर्न डिजाइन छ, अनि आम गोना वेयर दिस। ओके, म अब डाइरेक्ट रेडी भएपछि आम गोना क्याच यु गाइज। हेलो जो मेरा है मैं किसको सा बताओ मेरे साहिबा। गर्ल्स बी लाइक ऑन टिकटॉक। जीवन की यहाँ चले नमस्ते बत्ती दियो माँ। लगाम है लगाम। कसो देख्दैछु गाइस म। यस्तो जाडो भएको है। हेलो के इङ्गेजमेन्ट? कसले हाने 2-3 दिन भएको त भर्खर 10-15 मिनट भयो। भित्र सम्झिनेको भेट्दै गर्छ। यहाँ चाहिँ आइसक्रिम, यता पानीपुरी, र खाँदिन म प्याज छ यसमा। अझ हामी आइसक्रिम खाँदैछौँ, केही खानु मिल्दैन, पानीपुरी पनि। अनि पानीपुरी डल्लाएर झोल मात्र निलेको अघि, अनि अहिले चाहिँ आइसक्रिम खाइरहेको। उता यिनीहरू चाहिँ उहाँनिर छ हालेर के म चाहिँ अब आइसक्रिम खाँदै बस्ने हो। सबैजना आसन ग्रहण गरेर सबैजना आसन ग्रहण गर्नु भएको छ यहाँनिर, र आफ्नो पाचन आसन ग्रहण गरेर सुन्ने बेला आसन ग्रहण गरिरहनु भएको छ। आसन ग्रहण गरिरहनु भएको छ र पाचन प्रणालीलाई पनि फुल गरिरहनु भएको छ। सन्तुष्ट भयो तिमीलाई? अब गर्लफ्रेन्ड हेर्ने हो मेरो गर्लफ्रेन्ड, केटा पो रहेछ, सरी। सबैजनालाई फर्स्टमा चाहिँ सबैजनालाई नमस्कार भन्न चाहन्छु। नमस्ते सबैजनामा। जाडोको माहौलमा मजाले ताली बजाउनु होला, अलि तातो पनि हुन्छ। र हाम्रो अब एक्सपिरियन्सको बारेमा के भन्नु, भर्खर बिहे भएको छ। सबै परिवारहरू खुसी हुनुहुन्छ, सबैजना रमाउनु होला, यो रिसेप्सन पार्टी पनि इन्जोय गर्नु होला, त्यही भन्न चाहन्छु। धन्यवाद।